झ्याप्पै बेगरम भने वाक वाक लाग्ने बनाइदिन्छ होला भनेर टेन्सन त्यस्तो हुन्छ नि त ए त्यस्तो हुन्छ अरे वाक वाक बनाइदेला भन्ने टेन्सन त्यति मात्रै पिल्साइदिन्छ कम्तीमा 36 देखिको 40 वर्षको बिचको केटा परो भने नि तिमीलाई ज्वरो फुटाउँछ ज्वरो एक महिना ओछ्यानले छुटाइदिन्छ कस्तो कुरो भएको हो सोच 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 केही कुरा सोच है सोच्नु पर्छ उमेर छ भन्दैमा यसो अलिकति पनि विचार चाहिँ गर्नै पर्छ विचार चाहिँ पुऱ्याउनु है विचार पुऱ्याउनु तर बानी भइहाल्छ यो मगर फटाले के भन्छ भन्नुहुन्छ होला रमाइलो गाइन्छ मलाई भेटाऊ म दुध दिन्छु भन्दा मानेनौ अब अरूलाई दिन्छु जल्लासुकै गतिलो भए पो आउनु फेरि गर्नुपर्छ ल सुता अब चाहिँ के होला जस्तो छ जे होस् मैले सिकाएको काम चाहिँ अब चाहिँ पुरा होला जस्तो छ ल ठिक छ लु बधाई छ कमला म भन्दा पनि तिमी छिटो नै हुने भयो ल ल ल ल म तिमी र मैले बाजी राखेको बाजी तिमीले नै जित्ला जस्तो छौ ल ल ल ल ल गाइजहरू छोरी कसले पहिला अब उसको पनि छोराहरू मात्रै छ नि त मेरो पनि छोरा मात्रै छ एउटा छोरा मात्रै उसको 2टा छोरा छ छोरी कसले पहिले जन्माउने भन्ने कुरामा चाहिँ बाजी छ हाम्रो त्यो भएर तर कमलाले ओछिन्ने हो गाडी यो तालमा त नि यो तालमै ठिक हुन्छ है हुन्छ मैले विश्वास गरेको छु कि ल ल ल कमला ल ल हेलो हेलो जगत मगर तिम्रा बाजे खालि जगत मगर बेगर गु आउँदैन खालि जगत मगर भनेको जान्नु तान्नु केही छैन हाउमा खालि रक्सी पार्दै बसेको छ रक्सी पाएर बेलुका बुढोलाई खुवायो अनि बुढो मात्र सुतिहाल्छ अनि काम गर्दा के काम छैन आज चाहिँ यसो गरेर कमलो आज चाहिँ नबिर्सिकन क्या आज चाहिँ केही नदेऊ बुढोलाई मजाले आराम गर्नु देऊ भरे बेलुका त्यो भयो भने चाहिँ सम्भव हुनसक्छ है त्यसो गरेर कसो होला गाजाबाजु गरेर क्या त्यो मिलाउ आफूले मिलाउने कुरो हो नि त खालि जगत मगर खोजेर हुन्छ त म त सक्दिनँ लुङ्गी लगाउँछु यस्तै लगाउँछु लुङ्गी फेरि यस्तै लगाउँछु लुङ्गी त्यही भएर दिया हो त मैले लुङ्गी सबैको होला भन्दा पनि दिया हो लुङ्गी लगाउँछु आमाले मार्छिन् त्यसो होइन है भेना मैले लुङ्गी लगाएपछि सजिलो हुन्छ भनेर ए हुन्छ सजिलो भित्र धुर्मुस कट्टु लागेर चाहिँ अनि कहाँ फटाइ तर नि तिग्रा चाहिँ होइन तिम्रो तिग्रा चाहिँ साह्रो छ है राम्रो छ है गतिलो छ है तिम्रो तिग्रा देखेर नि धेरैजना भेनाहरू व्यवस्था नरहेको तिग्रा चाहिँ हो तिम्रो मान्नुपर्छ मैले मानेको सबैभन्दा राम्रो लागेको भनेको तिम्रो तिग्रा हो कुरो चाहिँ नि साली ल तिमीलाई राम्रो तिग्रा भएकोमा तिमीलाई बधाई छ एकदम सजिलो हुन्छ क्या लुङ्गी भेना त्यही भएर सालीले यहाँ लुङ्गी लगाउँछ है अब सालीलाई भेट्न आउँदा लुङ्गी ल्याइदिनु सजिलो हुन्छ अलि माथि सर हो कतिको सजिलो हुन्छ भनेर क्या टेस्ट गरिहालौँ न भनेर क्या अनर्थ नसोच है अनर्थ नसोच टेस्ट गर्ने हुँदै क्या अलिकति साह्रो त
दिनु उम्रिँदै 3 पात बिहे गरेर छैन के लाउँदा सहिलो कस्तो लाउँदा सहिलो माथि हार खाएँ गाइज मैले कोही तलाउने छैन यसैलाई तलाउने कोही पनि छैन नि गाइज मेरो दाजुभाइ इष्टमित्र कोही हुनुहुन्न यतिको मात्र तलाउन सक्नुहुन्न तपाईँहरू यार हेलो ऋषि धमला दाजु त्यत्रो काजु किसमिस खाएर पनि चुनाव नजित्ने 20वटा बक्सा भोट त जम्मा 6 भोट मात्रै पाउनु भयो अरे त के हो कुरो काजु खाएर त क्या हुन्छ हौ त म जस्तोले खाने हो क्या काजु भनेको नि होइन ओहो ए अर्का बुढी भनेर हिँड्ने मान्छेले खाने हो काजु त्यो चुनाव लड्दा कहाँको काजु र किसमिस खाइरहेको त चुनाव लड्ने खासमा काजु किसमिस खाने होइन काजु किसमिस खाने भनेको जगत मगरले हो क्या यी बुढाले पनि बेइज्जतै गरेका थिए पत्रकारिता छोडेर चुनाव लडेर त पनि के चिन्दा अरे के मोबाइल के थियो हौ मलाई पार्टीको नामसम्म केही थाहा छैन कि तर लास्ट बेइज्जत गर्नु यार 20वटा बक्सा भोट पनि 6 भोट आउनु त के त्यो 6 भोट पनि त्यो रोटी पोलेको मकै भोटिदिएको होला उखु बोकिदिएको होला होइन त्यहाँबाट टिचरले तलब पाएन भने त्यसैको तलब गराइदिएकोमा होला अनि 2-4जना के काम गर्नु भएको थिएन राम्रो त्यही मान्छेको भोट आयो होला बेइज्जत गर्नुभयो दाजु तपाईँले थेत्तेरिया कसम यो लाइभ खोल्नु भएको छैन कि जगत मगरले भिसी भन्दै नआउ कि बुढीमा हौ कनाएर घावै बनाइदिनु म रक्पछि बनाइदिन्छु ल म चरिया पनि बनाइदिन्छु मैले मायाको त भिसी नलिएर नि चरिया पनि बनाइदिन्छु मैले आजभोलि त झन् 500 हेरेँ अनि 500 जाने भिसी जाने कस्तो भयो उयो किरा पर्यो 500 में खोल्नु राख्ने खालि भिसी भनेको छ भिसी जाउँ भनेको छ 1-2जना राम्रो मान्छे देख्नु हुँदैन हतार भिसी जाउँ गिफ्टर देख्नु भएको छैन भिसी जाउँ नङ्ग्र्याएर तर के हुन्छ नि यार सबैजना मेरो चाहिँ भोसलाई मन बिगारिदिएर मूर्ख नि हौ